हेलो गाइज, हेलो गाइज, हाम्रो म्याउ, हाम्रो आन्टी, गाइज हाम्रो आन्टी यहाँ खाना पकाइन्छ। हाम्रो खाना पाक्दैछ सुँगुर। धन्यवाद। यतिको चाहिँ भन्नु पर्ला। बाउ के खिताउ आमा हाई भन्नु, हाई भन्नु। आन्टी के किन हो रे? मालदा रिटेनर यो चाहिँ हाम्रो कहाँ हो रे? यो हुस्सु साथीहरू, हुस्सु on the way इलाम। यहाँ पनि पुगेको छैन मैले। यतिको दामी घर हुन्छ, यस्तो हुन्छ क्या हाम्रोतिर कहाँ हिँडेर त यस्तो दामी। आमामा हुस्से हेरौँ त हाम्रो बोजू। हाम्रो लामो काँक्रा पनि देखाइदिनु पर्छ। कतै जाँदा हामी गयौँ इलाम बजार। वास्तु यहाँ त एउटा सिजन होला नि, चिया टिपेको थियो यार माथि। चिया बगान कुच्चोको यो कुच्चो पाउँछ यो कटुस तर तिनीहरूले खाँदैन नि। कुच्चोको बोट, कुच्चोको बोट। Oh my god, chirpe. फिकल बजार गाईको छुर्पी। यो चाहिँ गाईको छुर्पी। चिया बगान ओके। चियाको बोटैमा तिनवटा खाइसकेँ मैले। मुनाले नाचेको यो ठुलो फिकर रहेछ साथीहरू, तर सानो फिकर रहेछ। ठुलो फिकर र सानो फिकर होइन, मेन फिकर त यहाँ हो। अघि पनि भ्लगमा तर पनि फिकर भन्दै थियो, अहिले पनि फिकर भन्दै, त्यही भएर कुरा मिलाइहाल्यो। साथीहरू यहाँ चाहिँ ठुलो फिकर म चाहिँ यस्तो दामी पाथी भएर जाँदैछौँ है। अब चाहिँ हामी पाथी भएर बाटो चाहिँ यस्तो छ, 1.5 घन्टा लाग्छ अरे, यस्तो बाटो छ। अनि अर्को बाटो यहाँ चाहिँ आफ्नो बाटो गाडी जाँदैन साथीहरू, सबैलाई भनिदिइरहेको छु। त्यो गाडी जान्छ उत्तरे लु है। हामी चाहिँ हिँड्यो पाथी भएरको डेस्टिनेसन हाम्रो
स्टार्ट भयो हामी चाहिँ अब हिँड्ने स्टार्ट है लु चिज अब चाहिँ पाजी भएर मन्दिर पुग्ने बेला भयो साथीहरू यस्तो छ है बाटो घन्टी 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 यस आइपुग्यो ब्याग त्यो कुर्सीमा राख्नु न फोटो खिच्ने कोही त हैन हामी पाथिभरा मन्दिर सबै यो चाहिँ माता मेन यहाँ तल चाहिँ मेन हो यो तल यो चाहिँ मेन हो स्नेक भन्ने सबै अरू सानो यो चाहिँ हाम्रो राई लिम्बूको किराँतको मन्दिर हो यो चाहिँ के हो यो चुला हैन यो ए रहेछ मूल हाम्रो चाहिँ यो है खासमा राई लिम्बूको हजुर फाल्गुनन्दको शालिग यहाँ परको होइन फाल्गुनन्द गुरुको ऊ शालिग देखेको थिएँ के अरे अनि अर्को के भन्छ फाल्गुनन्द भनेकै हाम्रो शिवजी पार्वती नै होला होइन त्यही त हो नि होइन रूप त यहाँ माथिको चाहिँ गल्ती गरेको सबैले छोएर चढाउनु पर्दैन मेरो पनि खत्तम भएछ ए टन्नै रहेछ कोही नि जिरो हाल्दिउँ न
म त यो डोकोमा हालिदिने है रक्षा गरौँ रक्षा डोकोमा पनि यहाँ पनि हाले हुँदो रहेछ उता म त यता हाल्छु रक्षा गरौँ हाम्रो होला सबैको अनि दिदीको डन्डा डङ्कीहरूले चोरेको होइन अन्त अझै बिचरा भाइको बुढीबाट बुढेको म कहाँ डङ्की हुन्छ नि म त्यो जाम उनीहरू त पुखायो मैले पुखाएको उनीहरू चाहिँ बुढाबुढीको मेरो डन्डी त मैले किनेको तल मैले उठाइसकेको थिएँ टिका त लाउनै पर्छ खोइ दुईजना आएन आउनुहुँदैछ ओत मनुष्य ओत रचेर शान्ति सफलतामा आइदिनु पर्दैन सीताको ठुलो साथी होस् घर परिवार शान्ति होस् छोराछोरी नाताना सबैको कल्याण सबैले सोचेको कामहरू व्यवहारहरू कारोबारहरू शुद्धि शान्ति होस् पढाइ लेखाइमा राम्रो होस् सफलता कामना होस् छर छिमेकीमा साथीभाइ जहिले नराम्रो नहोस् राम्रो होस् सुस्ती शान्ति होस् है जय सग्राम जाओस् हामी सबै पढ्छौँ तर हामी धेरै पछुतेको छौँ होइन कहिलेसम्म पछुतेनौँ तर जब भगवान्ले ढोका खोलेपछि हामी एक पाइन्छौँ त्यस कारणले अब तपाईँ आइदिनु भयो दर्शन गरिदिनु भयो अब यहाँ माथि शिरमा जानुहोस् अनि पर महागुरु साललेपमा जानुहोस् अनि यसो घुमेर परिक्रम फोटो सेल्फी हान्ने गर्ने कति बज्यो नानी अहिले घडी हेर्छ कति बजी यसमा त अर्कै टाइम छ उसले माला अरूसँग बोले पनि यतिकै पनि राख्छ हजुर साथीभाइहरूसँग भेट्यो भने आफ्नै बन्धुसँग भेट्यो भने हाम्रो पर्वतै बोल्दैन खङ्डङ खुङ्डुङ बोल्छ आफ्नो भाषा बोल्छ अनि आफ्नो भाषामा शक्ति हुन्छ हो यो कुरा चाहिँ गान्छै लगाए सेवा सेवारो हस् सेवा यहाँ ढोका न माथि जानु पर्दैन माथि जाउँ न यो चाहिँ हाम्रो शिवजीको शालिक होत नयाँ सेवा यो त आउनु उयो हो क्या हाम्रो त्योको फाल्गुनन्द हजुर क्या फाल्गुनन्द र हाम्रो उको शालिकको क्या यो चाहिँ तिमीहरूको हजुरहरूको रहेछ कि छिर्नु पर्छ होइन हाँसो हाँसो होइन साँच्ची हो हाम्रो फाल्गुनन्द गुरु मेन गुरु हाम्रो शालिकै हाम्रो राईको हाम्रो फाल्गुनन्द गुरु पिङ्की जस्तै हो कि यो जर्दावाला होइन कि बेबी कसम जर्दावाला होइन खाउन तिमीलाई जर्दावाला होइन कि तिम्रो कसम जर्दा होइन कि